तर विडम्बना चाहिँ कहाँ छ भन्दाखेरि राष्ट्रिय ब्याङ्कको गभर्नरको चाहिँ हाम्रोमा राष्ट्रिय ब्याङ्ककै इन्फ्लुएन्स र राष्ट्रिय ब्याङ्कको गभर्नरको नियुक्ति त्यसले त्यति इम्प्याक्ट नपार्नुपर्ने हो कि इन्टरनेसनली हेर्नु चाहिँ पोलिटिक्स गभर्मेन्टले डेफिनेटली इम्प्याक्ट पार्छ फर इक्जाम्पल युएसमा ट्रम्प आइसकेपछि एभ्रिबडी वाज वरिड होइन ट्यारिफ वार हुन्छ यो सो अभियसली बट देन फेडरल रिजर्भमा को आयो भनेर त्यसले त्यति फरक पार्दैन हाम्रोमा धेरै फरक पार्छ त्यसको मल्टिपल रिजन्सहरू छ कि हाम्रो मार्केटमा आजको दिनमा 39% अफ द मार्केट क्याप इज बिएफआइज होइन कमर्सियल ब्याङ्क डेभलपमेन्ट ब्याङ्क फाइनेन्स कम्पनीजहरू छ मार्जिन लेन्डिङ आई जस्ट ह्याड अ लुक एट दिस डेटा है हाम्रो टोटल फ्लोट क्यापिटलाइजेसन विच इज मार्केटमा ट्रेडेबल सेयर्सको क्यापिटलाइजेसनको त्यसको अराउन्ड 9.5% जति मार्जिन लेन्डिङको पुगिसकेको छ होइन विच इज भेरी हाई होइन सो त्यो हुने बित्तिकै के हुन्छ भने राष्ट्रिय ब्याङ्कको एउटा सानो पोलिसी चेन्जले हाम्रो मार्केटमा ठुलो इम्प्याक्ट पार्छ सो त्यसले गर्दा चाहिँ यो चाहिँ द्याट इज नट बिकज अफ राष्ट्रिय ब्याङ्क भन्छु पर चाहिँ किन राष्ट्रिय ब्याङ्कको त उसको कार्यक्षेत्र भने त ब्याङ्किङ सिस्टमलाई पो रेगुलेट गर्ने हो नि त तर त्यसको त्यो इफेक्ट चाहिँ हाम्रो मार्केटमा देखिरहेको छ कि सो त्यो चाहिँ इट्स बिकज हाम्रोमा अरू सेक्टर्स त्यति डेभलप नभएर नै हो कि अहिले चाहिँ जुन